यो त प्यालो छ नि यो कुनै बेला यहाँ फोहोर घाउ भएर जस्तो घाउ भयो यहाँ के फोहोर जमेर पनि यहाँ कहिलेकाहीँ इन्फेक्सन भएर पनि किरा परेको हुन्छ कि भनेर भएन भगै यहाँ फोहोर जम्यो सफा भएन हैन अलि अस्ति तपाईँ म बिजी खोजे भने त्यहाँ माथिको दबाई फासी बल्ल लगाउँला भन्नु नि त्यसले कसम फालेर त्यो जम्यो यहाँ अनि त्यहाँ फोहोर भयो एक दिन हामीले त्यो हल्का उ भएको थियो यति थियो त्यहाँ सट्टै आएको फेरि है त्यो त्यहाँ त्यसैको इन्फेक्सन हो मेरो ख्यालमा है हो त्यसपछि त जम्यो हैन जम्यो त्यसपछि अब गर्मीको बेला त्यहाँ माखा बस्यो इन्फेक्सन भयो यहाँ अनि यो यहाँ भित्र पुरै किरा छ यसमा त्यही हो भएकै त्यही हो कसमल जमेर यति थियो धेरै पनि थिएन कसमल जमेर त्यस्तो भयो यहाँ छ यहाँबाट यहाँ फोन आएको कि यहाँ किरा निस्किन्छ म किरा देखाउँछु तिमीलाई यहाँ पर्दैन अहिले सुकाउने सुई लाउने हो यहाँ पुरै बाहिर जति औषधि लगाए पनि यसको भित्र यहाँ जालो परेको हुन्छ क्या जालो फुटाएर लिएन भने बाहिर जति औषधि राखे पनि यो भित्र हुँदैन यो भित्र यो जालो पुरै नफरेको अहिले मैले यहाँ किरा जिउँदै किरा निस्किन्छ अहिले बस्नुमा निकाल्छु म वरर के मरेका हुन्छ यो तपाईँ जुन औषध राख्नुभयो नि त्यसले ओलो मार्यो होला भित्रै परैसम्म गइसकेको छ यो पुरै हेर्नुहोस् है जालो यस्तै छ यो हेर्नुहोस् यहाँ पुरै भित्र पुरै यो जालो छ यहाँ किरा निस्किन्छ पहिला जालो फोरेपछि बल्ल निस्किन्छ यहाँभित्र फोर्न पर्छ पुरै अलिअलि त दुख्नु परिहाल्यो पनि 25 सन्चो हुन्छ पुरै जालो परेको बाहिर सानो हुन्छ पल हैन भित्र पुरै यो भाग यो भाग पुरै होल हुन्छ दिशा गरेको क्या दुखेर खेलाइदिएँ अस्ति खेलाइदिएर दबाई हान्दा पनि भएन कि त झन् खेलाइदिएको झन् सुन्ने दुखेको त त्यसलाई कति देखियो बन्द गर